मर्नेसम्मको सोचबाट फर्किएको जीवन बेगम नेपालीको सङ्घर्षको सत्य कथा। दर्शकबिन आज हामी तपाईलाई गाह्रो छ सिरियलको बेगम नेपालीको सङ्घर्षपूर्ण सत्य कथा आज तपाईको माझमा प्रस्तुत गर्दैछौँ। तपाई भने भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। काठमाडौँ गोपीकृष्ण पुल मुनि एक दिन यस्तो पनि आयो जहाँ जीवनसँग हार मानेर मर्नेसम्मको सोच बनाएका थिए बेगम नेपालीले। हो यो कथा एउटा कलाकारको जो बाहिर हँसाउँछन् तर भित्रभित्र आँसु बगाउँछन्। लकडाउन अघि उनको जीवन बिस्तारै अघि बढ्दै थियो। सिरियल अभिनय लेखनमा पनि हात सानो भए पनि सपना ठुलो थियो। तर समय सधैँ एकनास रहँदैन। लकडाउन आयो र उनको संसार नै रोकियो। काम बन्द, आम्दानी शून्य, घरको जिम्मेवारी छन् भारी। त्यसमाथि उनकी सानी छोरी गम्भीर बिरामी परिन्। अस्पतालको बेडमा छोरी तर बुवाको हात खाली। 10 दिनसम्म अस्पतालमा छोरीसँग बस्थे तर हरेक दिन एउटै प्रश्नले पोल्थ्यो, अब के गर्ने? पैसा थिएन, आशा तुत्दै गइरहेको थियो। त्यो बेला जीवन नै व्यर्थ जस्तो लाग्न थाल्यो र मनमा आयो एउटा डरलाग्दो सोच, अब बाँचेर के गर्ने? गोपीकृष्ण पुल जहाँ उभिएर उनले सोचिरहेका थिए सबै पीडाबाट छुटकारा पाउने अन्तिम बाटो, तर त्यही क्षण उनको आफ्नो विगत सम्झिए। उनका आफ्नै दाजु, दिदी, बहिनी र भिनाजु जसले आत्महत्या गरेका थिए। त्यो पीडा, त्यो खालीपन, त्यो परिवारको अवस्था, यदि मैले पनि यस्तै गरे भने मेरो आमा बुवाको हालत के होला? यो सोचले उनी रोकिए। त्यो एउटा निर्णय उनको जीवन बदल्ने मोड बन्यो। जीवनले अझै हार मानेको थिएन। समय बित्दै गयो, सङ्घर्ष जारी नै रह्यो र एक दिन उनलाई गाह्रो छ सिरियल काम गर्ने मौका मिल्यो। त्यो केवल एउटा अवसर थिएन, त्यो उनको जीवनमा आएको नयाँ उज्यालो थियो। बिस्तारै उनको जीवन फेरि ट्र्याकमा आयो। आज बेगम नेपाली उभिएका छन् सङ्घर्षको जिउँदो उदाहरण बनेर। उनको कथाले हामीलाई सिकाउँछ जीवनमा जति नै समस्या आए पनि त्यो अन्त्य होइन, त्यो केवल एउटा परीक्षा हो। जिन्दगीले जति नै गाह्रो बनाओस् हार मान्नु हुँदैन, किनकि एक कदम पछि हटेर पनि तिमी फेरि अगाडि बढ्न सक्छौ। हो दर्शकबिन, आज हामी तपाईलाई लिएका थियौँ बेगम नेपालीको सङ्घर्षपूर्ण कथा। तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र यस्तै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।